Yo, Probabilito, Balibachian, Micho, like, comment, share, subscribe. Only Chito, Chito. Sakuraको सिजन भयो ए यहाँ सानो यो जस्तै अब पहिलो पटक फुल्ने बिरुवाहरू चाहिँ होला सायद होइन सानो भए पनि पहिला पहिला सुरुमा फुलेको यहाँनिर देख्न सकिन्छ यहाँनिर फुलेको छ सानो छ नि त सानो छ है अब यो सब फुल्ने क्रममा छ अब देख्न सक्यो यहाँनिर पुरै त्यो हुन्छ नि त्यो फुलको त्यो गुच्छाहरू आउने भएको चाहिँ पुरै टुप्पो टुप्पो भरेर बसिरहेछ अब एक हप्ताभित्रमा लगभग त्यो झमझम फुलेर यस्तो दामी यहाँ प्रकृतिमा सुन्दरता छरिदिन्छ यसले त्यो त जापान कोरिया बस्ने मान्छेहरूलाई मात्रै थाहा छ त्यतिखेर म कोबेमा छु कोबे टोकियो ओसाका कम्पेयर गर्दाखेरि चाहिँ मलाई एकचोटि ओसाकै लाग्यो किन भन्दाखेरि यता पनि यस्तो ओह्रालो छ है यस्तो ओह्रालो छ है साइकल नकुदेर डोर्याएर हिँडिरहेछ अनि सबैजनासँग त त्यो राम्रो खालको हुँदैन नि त साइकल ब्याट्रीवाला नर्मल चढ्ने खालको मान्छेहरू हुन्छ नि त त्यस्तो मान्छेहरू चाहिँ अलिकति गाह्रै हुन्छ कि यस्तो अब भनौँ न कहीँ जानु पऱ्यो केही काममा हिँड्नु पऱ्यो भने त्यो उकालो ओह्रालो यहाँ बुढी मान्छेलाई कति गाह्रो भइरहेको छ भारी तानेर तर खुर्खुर हिँडिरहेको छ भारी खासै गरौँ छैन होला कस्तो दामी लाग्यो क्या मलाई प्रकृति हेरौँ न यहाँनिर कस्तो दामी देखिरहेछ है डाँडा काँडा जङ्गलहरू अनि यता अझै अलिकति परतिर गएर हेरेको उता नि पुरै जङ्गल रहेछ अनि सायद यो अब हामी बसेको एरिया भनेको चाहिँ अलिक बजार हो नि त अनि गाडी घोडा ठुलो बिल्डिङ यस्तो हरियालीहरू देख्न पाइँदैन त्यो भएकोले गर्दा कस्तो दामी लाग्थ्यो क्या मलाई चाहिँ अनि बब्बा लाग्यो मलाई चाहिँ यार यो म यहाँ आउनु जापान आउनुभन्दा अगाडि पनि यस्तै अब पहाडी इलाकामै बसेर आएको हो नि त यहाँ हेर्नु नि यस्तो ओह्रालो रहेछ क्या यहाँनिर माथिबाट ढुङ्गा गुड्कायो भने सुरु गुड्केर त ओह्रासम्म आइपुग्ने खालको अब मैले त्यो नराम्रो चाहिँ भन्न खोजेको होइन दामी रहेछ हौ कोबे यार मलाई सफा सुन्दर चटक्क परेको लाग्यो क्या आज घाम पनि मजाले लागिरहेछ त्यो भएर न दामी लागिरहेछ अनि यतापट्टि हेरौँ न यस्तो फुलहरू दामी सजाएर राखेको छ कि भन्नुको मतलब सजाएर राखेको नि यो नेचुरलै हो कि फुलै फुलेको हो क्या यो भनेको चाहिँ बाटोमा ट्याक 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 छ कि जस्तै यतापट्टि देख्न सक्यो होइन ओहो यो त पुरै ल हेरौँ त आम्मा बबाल रहेछ त्यो त यार छुट्टै संसारमा आइपुग्यो त यो त हाम्रो देश कहिले हुने यस्तो स्टेप बाई स्टेप गाडी कुद्ने हो ल हेर्नु त गाडी कुदिरहेछ यहाँ हेरौँ गाडी ल माग्ने बुढाले भने जस्तै यो समुद्र पनि आउने गरी एउटा मेरो फोटो खिचिदेऊ त भन्दाखेरि यहाँ यसो खिचिदिने मान्छे भइदिएको त अर्को रमाइलो हुन्थ्यो अब यहाँनिर छैन समुद्र आउने खालको फोटो खिचिदिने मान्छे क्या भित्र त घरै जस्तो क्या अब यसलाई म पुरै जुम गरेर म आन्द्राभुँडी सबै निकालिदिन्छु ल यहाँनिर हेर मान्छेहरू त्यहाँ तर मान्छे अलिक थोरै भएको महसुस भयो मलाई यस्तो ठाउँमा आएर चढ्ने पारा त एकछिनमा आउनु चाहिँ मान्छेले यहाँ समुद्रमा के गरेछ हो समुद्र खासमा यो बगरको किनारमा डुङ्गा पनि त्यस्तो दामी राखेर मान्छे पुरै यहाँनिर कहाँदेखि आएको होला यहाँ डुल्न घुम्न अनि यहाँ टिकट काट्ने ठाउँ चाहिँ यहाँनिर रहेछ यहाँनिर हो यो टिकट घर हो अब काट्ने तरिका चाहिँ के छ कसो छ एकछिनमा गएर हेरेपछि थाहा हुन्छ अब यो गएको हेरौँ भनेको खोइ हल्लिरहेछ पर यस्तो हुचुक गरेर जापानमा यो कल्चर चाहिँ मलाई एकदम धेरै सही लाग्छ क्या भिडियो फोटो कोही कसैले बनाएको छ भने यस्तो हाई हेलो गर्ने बानी छ क्या यहाँका मान्छेहरूको यो चाहिँ मलाई एकदम सही लाग्छ क्या जहाँसुकै होस् जस्तै अवस्थामा छ ल हल्लियो यो यार ओहो यता पायो त कस्तो मजा लिइरहेछ त्यहाँ चढ्ने मान्छे एकछिन मेरो नै पाल आउँछ ऊ त त्यहीँ काम गर्ने जस्तो छ त पुरै रहेछ त गयो ल मजा आउने रहेछ नि त हेर्नु पनि रुरु कुदे चाहिँ मजा आउँछ चाहिँ त्यो म्यापमा हेर्दा चाहिँ एक राउन्ड लाउने खालको जस्तो देखाएको थियो अब यसको स्पिड चाहिँ गति चाहिँ अब यहीँबाट हेर्ने हो चित्त बुझाउने हो अब एकछिनमा चढ्ने हो अब एकछिनमा एउटा रहेछ अब लास्ट
5:45 रहेछ क्या अब एकैपटक। अनि अहिलेसम्म साँझकमै चढ्नु पर्ने हुन्छ। गयो यहाँ सबजनाले मजा लुटिरहेको छ यहाँनिर। तर सस्तो रहेछ यो चढ्नलाई कि एकजनाको 1700 रुपियाँ सस्तै लाग्यो मलाई चाहिँ। कस्तो तरिकाले लिएर गयो गुटुटु लिएर जाँदैन क्या हो जस्तो लाग्नु थाल्यो मलाई। कता घुमाए यस्तो गर्छ लाँदैन त गुटुटु पाएर। लानु ल हो रहेछ यस्तो बवाल देखेको क्या। यतिको हुनु पर्यो देश विदेशबाट घुम्न आउने मान्छेहरूलाई मनोरञ्जनको लागि भने यतिकै चाहिँ हुनु पर्यो क्या। ए स्पिड त पुग्छ क्या हो स्पिडै गयो त। ल तर कस्तो तरिकाले कुदेको अलिक स्लो तरिकाले कुदेको जस्तो फिल भयो मलाई। कहाँसम्म लाने हो यार। आँखाले भ्याइन्जेल छ समुद्र पनि कता हो कता हो। यस्तो सानो तिनीहरू त कति उडिरहेछ त्यहाँनिर हेरौँ न कहाँबाट रुइकेर आइरहेछ त पर। यहाँ पर एउटा रुइकेर आइरहेछ गयो अब कोहीलाई देखायो भने त यहाँ टाइम वेस्ट हुन्छ घुम्न आएको मान्छे होइन। घुम्न त परि नै गयो। साइकल पनि कुदाउनु होला रहेछ त यहाँनिर त साइकल कुदाइरहेको छ पुरा। अनि त्यही अब यो चाहिँ कोबे है कोबे देख्न सके कोबे। अनि यहाँनिर चाहिँ मैले अघि जस्ट हेरेको थिएँ यो चाहिँ टिकट काट्ने ठाउँ भइगयो है। यहाँनिर बच्चाहरूको लागि 1500 रहेछ। सानो बच्चाहरूको लागि त झन् अझै ऊ रहेछ कि कति 800 रुपियाँ मात्रै रहेछ। भन्दा यो चाहिँ अलिकति मलाई डेन्जर लाग्यो क्या। यहाँनिर अब यस्तो रहेछ नि त केही छैन नि त यहाँनिर छेक्ने बारहरू। बाइ द वे केटाकेटीहरू आएर झुक्केर पुग्लुक्कै ढलिगयो भने लडिगयो भने त सबै थियो यहाँनिर। यस्तो नानीहरूलाई यहाँ राखाइरहेको छ। यो चाहिँ अलिकति मलाई अलिकति यो चाहिँ यस्तो बारसार के भइदियो भने चाहिँ राम्रो हुन्थ्यो कि भन्ने झरिगयो भने सबै थियो। हरियो नै हरियो छ पानी हरियो नै हरियो छ पानी को छिर्ने यस्तो फेरि जाडो त्यस्तै छ। यो चाहिँ मलाई अलिकति डर लाग्यो कि यो चाहिँ अलिकति व्यवस्थापन गर्दै गए चाहिँ राम्रो हुन्थ्यो भन्ने हो। कुनै बेला हुन्छ नि त झुक्केर मान्छे ठुलै मान्छे नि बाई मिस्टेक यस्तोमा फोटो खिच्ने बेलामा के गर्ने बेलामा छिरोभन्दा सक्यो त यहाँ हेरौँ त है यत्रो धेरै मान्छे छ अनि छिरोभन्दा सक्यो कहाँबाट निस्किने ठाउँै देख्दिनँ त म त यहाँनिर। उस्तै पौडी खेल्न नजान्ने मान्छे झन् सक्यो त यहाँनिर देखि झुरुप भएन ल हेरौँ यहाँनिर टावर दामी रहेछ यो। अब त्यस्तो रेला गरिरहेछ त्यहाँनिर यस्तो रेला गरिरहेछ। अनि बाइ द वे वान मिस्टेक भएर चाहिँ फित्लिकै झरो हात चिप्लो मात्रै भने त सक्यो त्यहाँनिर कसले निकाल्ने। मलाई अलिक डर लागेको कुरा है। तर अब मान्छे कतिपल्ट परिसकेको यो सेफ्टी यो राखेको रहेछ क्या। यदि मान्छे छिरो भने चाहिँ यो फ्याँक्दिने क्या डोरीसँग यो छ यो के बेलुन जस्तो त्यो भनौँ न त्यो त्यसमा चाहिँ पक्रेर निस्किने रहेछ। त्यो पनि आत्तिहाल्छ नि मान्छे। एउटा फेरि अब सेकेन्ड लटको होला यो चाहिँ मलाई कस्तो अलिक ठिक लागेन। अहिलेको चाहिँ बब्बाल लागेको थियो यो चाहिँ अलिक त्यस्तो गतिलो लागेन। अब चढ्नु पर्ने त एकछिनमा अहिले यही होला मैले तर यो चाहिँ खासै गतिलो लागेन किनकिन अलिकति जोडीहरूले पुरा रोमान्च गरिरहेछ। आमा झन्न चस्मा लाछु चस्मा न त यो त गाह्रै हुन्थ्यो होला त है। मजा लिटिरहेछ यहाँनिर कोवेदार बबाल लाग्यो मलाई चाहिँ। आउनुपर्ने जोडी रहेछ अब के गर्नु आफू त सिङ्गल मान्छे गाह्रो पछि हात पक्रेर हिँडिरहेछ। अब आफू त आँखा नदेखिने अन्धा जस्तो भएर हिँड्नु पऱ्यो नि त होइन। हात पक्रेर हिँडिरहेछ अब अन्धा जस्तो भएर हिँड्नु पऱ्यो नि यहाँनिर गाह्रो हुँदैन नत्र भने हेरौँ त अन्धा भएर हिँडिरहेछ अन्धा अन्धा भएर हिँड्नु परिरहेछ यहाँनिर अन्धा भएर गाह्रो छ ओए। तर बब्बाल लाग्यो आज कस्तो दामी टाइमिङमा आएछ कि एउटा घाम अस्ताइरहेछ। अरे गाडी पनि कुदिरहेछ त्यो त के हो पुरै गाडी कुदिरहेछ त। ल फाइनली टिकट पनि लियो है 1700 हेरेको अब चाहिँ गइदिएछ चढ्नलाई यहाँनिर बब्बाल रहेछ। अब यहाँ टिकट चाहिँ यहाँ बुझाउनु पर्ने हुन्छ होला। सेक्रेट रहेछ बब्बाल अब चढ्यो समुद्रको यात्रा। अब देखिन्छ बाहिरी दृश्य कस्तो छ भनेर अब माथि जाने डाँडामा भित्र पो बस्छ यहाँनिर भित्र बस्ने मान्छे चाहिँ मूर्ख हो यहाँनिर। पुरै होटल जस्तो पो रहेछ यहाँनिर हेरौँ नि माथि भित्र आएको कति 45 हुनेवाला छ अहिले लगभग 41-42 भएछ। अब यो
यहाँ बस्नु चाहिँ विशेष दिन हामी एकदम टपमा चढेको छौँ। फोटोसोटोहरू पनि लियो, मान्छे थुप्रो छ, एकदमै धेरै मान्छे छ। होला नि धेरै त गर्नु मिलेन, किन अरूलाई स्टप गर्नु मिल्दै मिलेन। अब यहाँदेखि यो हिँडिसके पछाडि झन् अझै बवाल आउने होला छ। अनि भित्र चाहिँ पुरै होटल सिस्टम खालको रहेछ क्या, होटल चाहिँ जस्तो। भित्र बसेर हेर्नु पऱ्यो भने चाहिँ एकदमै बिजोक हुनेवाला अवस्था छ। अब यहाँबाट हेर्नु त्यो भने चाहिँ एकदम रमाइलो हुनेवाला छ। आउँदै जस्तो छ त्यो बब्बाल, त्यो त रातो चाहिँ हेर्दाखेरि पनि आउँदैछ, आउँदैछ रातो। धेरै टाढो छ, धेरै टाढो। जापानले गर्नु चाहिँ गरिरहेको छ मान्छेहरूलाई, पर्यटकहरूलाई। यो भनेको चाहिँ एउटा मनोरञ्जन पनि हो। अब मेरो लागि त यो त झन् फुल मनोरञ्जन भएको। हप्तामा एक दिन छुट्टी हुन्छ, एक दिन भएको छुट्टी यसरी घुम्यो डुल्यो, अनि फेरि 6 दिन गोरु जोत्दै भएर जोत्नुपर्छ। अलिक छुट्टी कम भएको महसुस भइरहेको छ पछिल्लो समय चाहिँ। अब थाक्यो पनि होला कामले, सायद त्यो भएर पनि होला। मलाई चाहिँ आजभोलि अलिक छुट्टी बेसी भइदियो नि हुन्थ्यो जस्तो लागेर चाहिँ। अब दिँदैन कम्पनीले, के गर्नु, गाह्रो छ यार। अघि मैले जुन देखाइरहेको थिएँ नि त्यो, त्यो बिल्डिङ, त्यो के अरे हाइवे, त्यो माथिको हो कि गाडीहरू कुदिरहेको छ नि, बब्बा लाग्यो यो चाहिँ मलाई। ल अब यो हिँड्ने हिँड्ने बेला भयो, कति बज्यो अहिले, 45 हुन लाग्यो। हिँड्यो हिँड्यो हामी समुद्रको यो यात्रामा। मलाई एउटा एक्सपिरियन्स लिन चाहिँ मन थियो, अनुभव बटुल्न मन चाहिँ थियो क्या। यसरी यो पानी जहाजहरूमाथि चढेर यसरी समुद्रहरूमा याद गरेर एउटा त्यो हुन्छ नि, क्याप्चर गर्न चाहिँ मन लागेको थियो। जुन त्यो चाहिँ अहिले सम्भव यहाँ भएको छ। बबाले उड्दो रहेछ नि, त लुलु कुदेको। अघि बाहिरबाट भिडियो गर्दाखेरि यस्तो नकुदेको, यस्तो बिस्तारै हिँडे जस्तो लागिरहेको छ, तर अहिले त बबाल कुदिरहेको छ। तर यहाँ मान्छे भएन क्या, सोचे अनुसारको मान्छे चाहिँ भएन क्या यहाँनिर। पुरै फुल हुनुपर्ने मान्छे चाहिँ भएन क्या। तर मजा आउँदैछ। कुन साइडबाट ल्यायो, यता साइडबाट ल्यायो। अहिलेको रातो चाहिँ त्यहाँनिर आएर बस्यो, बब्बाल रहेछ, बब्बाल मजा आउने रहेछ। मलाई चाहिँ त्यो भन्दा नि अझै त्यो उसमा क्या, त्यो बाइकवाला हुन्छ नि ड्रु ड्रु गरेर, त्यसमा चढ्नु मन लागेको थियो। तर यो बेला त सम्भव हुँदैन, किनभने जाडो एकदम छ नि त, अनि पानीले भिज्यो भने भिजोकै हुन्छ। अब समुद्र बिचमा चाहिँ पुरै त्यो के टापुहरूलाई चाहिँ पुरै छेकेर के गरेर होइन यस्तो बनाइदिएछ हेरौँ नि। समुद्र माथि माथि गाडी घोडाहरू, बाटोहरू कसरी बनाएला, कसरी सम्भव भयो होला यता आमामा, कसरी सम्भव भयो होला यस्तो चिजहरू हेरौँ। कस्तो कस्तो मलाई यो बेला यस्तो डर फिल भइरहेछ आम्मामा होइन। झन् नानी बाबुहरू छ र उनीहरूलाई हेर्दै चित्त बुझाएर नानी बाबुहरू हेरौँ न। दामी रहेछ क्या यो ठाउँ नै, चारैपट्टि हेरौँ नि, यस्तो डाँडा काँडाहरू पनि देखिने है, बब्बाल रहेछ। त्यो छेउमा चाहिँ प्रायः मान्छे खासै गइरहेको छैन। मलाई त डर लाग्यो, म यता सरेको लुलु कुदिरहेको छ। कस्तो स्पिड कुदिरहेको थियो। अब यहाँ कतिजनाले एक्सिडेन्ट होला के भन्ने हुन्छ, त्यस्तो सम्भवै हुन्न क्या यहाँनिर। कस्तो दामी देख्दो रहेछ। छेउमा जानु त मलाई डर लागिरहेछ, छेउमा त म जान्छु। अघिको रातो यहाँ आइपुग्यो, त्यो चाहिँ बवाल छ है हेर्दाखेरि पनि। त्यहाँ नि मान्छे छ, टन्नै छान्नु चाहिँ। तर सोचे अनुरूपको मान्छे त्यस्तो साह्रो चाहिँ लागेन है मलाई। मान्छे फोटो सोटो खिच्दैछ है, कस्तो बवाल देखिरहेको छ है यहाँनिर। यो रहेछ नि त। कस्तो वारिपारि डाँडाकाँडा कस्तो बब्बाल देखिरहेको छ क्या आम्मामा। के बनायो होला नि जापान ल्याएर है, यो समुद्रको बिच भागलाई बाँधेर छेकेर पुरै बब्बाल बनाएछ। बब्बाल बनाएर हेरौँ न, के फ्याक्ट्री फ्याक्ट्री के चाहिँ के बनाएर पुरै के गरिरहेछ आम्मामा, बब्बाल छ। अरूभन्दा नि यसको चाहिँ यो कस्तो दामी लागेको छ मलाई हेर्न पनि।
पुरै आँखाले भ्याइन्जेल समुद्र छ र आम्मामामा समुद्र हेरौँ है आँखाले भ्याइन्जेल छ आँखाले भ्याइन्जेल कहाँ हो है यहाँ त के रहेछ हौ यो त जुम गरेर हेर्दाखेरि नगरिकन हेर्दा देखिँदैन रहेछ जुम गरेर हेर्दा पनि देखिँदो रहेछ के हो त्यो के गाडे जस्तो चाहिँ आँखाले भ्याइन्जेल यता के पुल बनाएको रहेछ होइन यता त्यहाँसम्म पुल बनाएको रहेछ त्यो बगाल बिस्तारै यो घुम अब सायद फर्किने होला हामी आएको चाहिँ ठ्याक्कै भन्यो भने परतिरबाट आएको त्यो बिल्डिङ भए छेउतिरबाट आएको एक राउन्ड लाग्यो यताबाट घुमेर बिस्तारै घुम्दैछ बिस्तारै इलेक्ट्रोनिक यहाँ पुरै एनाउन्स पनि गरिरहेको छ क्या क्यामेरा पनि राखेको छ यहाँनिर पुरै अनाउन्स गरिरहेको छ क्या कता गइरहेछ के भइरहेछ भन्ने यस्तोतिर पनि मान्छेहरूको बसोबास रहेछ अघि आएको कताबाट भन्ने कुरो न मैले नै बिर्सेँ कताबाट आएको जस्तो लाग्छ उता परदेखि कतादेखि आएको जस्तो लाग्छ एक राउन्ड लाग्यो अब बटारदेखि बिस्तारै घुमाएर यताबाट निकालेर उताबाट फेरि वहीँ पुऱ्याउँछ जस्तो लागिरहेछ मलाई चाहिँ रहर चाहिँ त्यो पुरा भयो यसमा चढ्ने पनि बब्बाल देखिरहेछ वारिपारि काँडाहरू सब अब कतिजनाले सोध्दो हो फेरि यो कहाँ हो भने चाहिँ कोबे है मैले अगाडि नै भनिरहेको थिएँ यो चाहिँ कोबे हो एउटा कामको थकान पनि एउटा स्ट्रेस हुन्छ पछिल्लो समय कामको प्रेसरहरू कामको जिम्मेवारीहरू धेरै बढेको हुनाले गर्दा मलाई जस्तो तनाव र टेन्सन त अरूलाई अलिक कमै भइरहेको होला एउटा तनाव नै अहिले मुक्त भइरहेछ क्या आनन्द भइरहेछ ल अब पनि त्यस्तै दामी सरर चलिरह है त्यो पाहाडहरू पनि कस्तो दामी खालको रहेछ क्या झ्याप्प मिलेर बसेको टाक्टा खालको त्यो फोटोहरूतिर कता सिनहरूतिर देखेको खालको क्या नेपालमा चाहिँ यस्तो समुद्र नभएकोले गर्दाखेरि पनि अब यस्तो चिजहरू नभएको चिजहरू देख्न त अर्कै मजा आउँछ नि त यो फेरि एउटा यो प्राकृतिक कुराहरू होइन मलाई फेरि यो समुद्र भन्ने त पौडी खेल्न मन लाग्छ क्या फेरि किन तर अब आज सम्भव छैन किनभने यहाँनिर अलाउड पनि छैन होला गहिरो धेरै छ अनि जाडो त्यस्तै छ चिसो त्यस्तै छ नत्र भने यहाँनिर गर्मी हुनु भने चाहिँ लगभग खेल्न पनि बेर लगाइदिनु तर समुद्रको पानी चाहिँ एकदमै नुनिलो हुँदो रहेछ मैले एकपल्ट जापान आएको लगभग 1 वर्षको अन्तरालमा यसरी समुद्रमा गएर पौडी खेलाएको थिएँ एकदमै धेरै नुनिलो हुँदो रहेछ त्यो नुनिलो पानी चाहिँ शरीरमा पऱ्यो भने पुरै चिरचिराउने क्या शरीर नै त्यस्तो हुँदो रहेछ क्या अनि मैले केही भिडियोहरू देखेको पनि थिएँ के अरे मान्छेहरूलाई चाहिँ घाउ खटिराहरू शरीरमा त्यस्तो खालको आएकोहरू पनि देखेको थिएँ तर मलाई त्यस्तो चाहिँ भएन तर मलाई चाहिँ कस्तो घिन लाग्यो क्या पानी नुनिलो भइसके पछाडि त्यो शरीरमा मात्रै नभएर अनुहारतिर पऱ्यो भने त्यो नुन पानी अनुहारमा पऱ्यो भने कस्तो हुन्छ त्यो त्यस्तो क्या त्यो चिरचिर गरेर कतिखेर कोठामा गएर नुहाउँ त्यस्तो भएको छ क्या नुनिलो चाहिँ नुनिलो हुँदैन समुद्रको पानी अब यहाँको चाहिँ मैले खाएन पौडी खेल्दाखेरि त मुख पानी अनिवार्य परिहाल्छ नि त त्यतिखेर चाहिँ मैले त्यो फिल गराएको थिएँ अब यहाँ अनौठो चिज चाहिँ के देख्यो भने नि माथि बाटो बनाएर ल हेरौँ अब यहाँ यसलाई चिचोलेर जाँदैछौँ हामी जाने कसरी सम्भव होला यस्तो चिजहरू कसरी सम्भव होला यस्तो चिजहरू हेरौँ चाहिँ कसरी सम्भव होला यस्तो चिजहरू माथि यस्तो बनाएर चाहिँ माथि त मान्छे पनि भिडिरहेर छ ल हेरौँ चाहिँ चाह्यो भने चाहिँ यहाँ अनेक गर्न सकिने रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो होइन अब यसको लागि चाहिँ लगभग हाम्रो देशको हैसियतले त अलिक भ्याउँदैन होला होइन त्यो चाहिँ बिग्रेको हो क्या पुरा तानेर ल्याइरहेछ बिग्रेको हो क्या तानेर पुरा ल्याइरहेछ कति गाह्रो परिरहेको होला तानेर ल्याउनुलाई यत्रो गरौँ त्यसलाई पानीमा त्यो बिग्रेको नि हो पक्कै पनि ल ट्रेन कति हुन्छ समुद्र माथि ट्रेन कुद्छ भने अब यो कता कता पुगेर आएकोलाई ट्रेन हो ट्रेन
समुद्रमा ट्रेन कुद्छ भनेर पत्याउँछ पत्याउँदैन नि, तर यहाँ प्रत्यक्ष देख्न सके भोपाल कुदिरहेछ। कस्तो दामी देखिरहेको छ यो पहाड चाहिँ। हामी यहाँ चढेर मोज गरिरहेको छौँ, मजा लुटिरहेको छौँ। म हेर्नेहरू हेर न पुरा उफ्रिरहेछ। अब चाहिँ हाम्रो झर्ने पाला आयो यता। यसले बिस्तारै आफ्नो वेल लिन थालेछ। अघि हामी यहीँ पर्तिरदेखि चढेको, अब आइपुग्यो झर्ने ठाउँमा। ल देखो न होटेल देखो, होटेल यहाँ होटेल हो है। समुद्र मुनि यस्तो पानी यहाँ यस्तो छ, अनि यता होटेल छ फेरि सानोतिनो होटेल हो र यो। हेरौँ न कस्तो खतरा छ होटेल। कसरी सम्भव भयो होला यस्तो चिजहरू। लगभग 45 मिनटको यात्रा गरायो समुद्रको। एकदम धेरै रमाइलो। अब चाहिँ हामी यहाँ झर्ने ठाउँमा आयौँ, एकदम धेरै मजा भयो। नयाँ एक्सपिरियन्स, नयाँ चिज, एकदम धेरै मजा भयो। यो चाहिँ ओबे टावर देख्न सके। ओबेको यो के टावर त भन्छ होला, यहाँ टावर हो। अनि यो पानी जहाजमा चढेको चाहिँ एकजना बराबर 1700 मात्रै। 45 मिनट मजा लियो। अहिले भर्खर यहीबाट घुमेर आयो। यसको बाहिर चाहिँ यस्तो हुँदो रहेछ, तल चाहिँ यस्तो हुँदो रहेछ कि गाइस, यस्तो हुँदो रहेछ कि तल चाहिँ यस्तो हुँदो रहेछ। यो उसले गर्दा ब्लर भएर देखेन राम्रो। ल बाई बाई, यसलाई पनि अब